चेलीबेटीको आउनु लागेको छ नि र हाम्रो गाउँमा त बाटो सफा नभएर साधन नआउने भएको कारणले गर्दाखेरि हामी चाहिँ माथि डाँडासम्म लिन जानुपर्ने हुन्छ सामानहरू। त्यही भएर डोको बोकेर हिँडेछु। यता भाइ छ होइन, भाइ छ, भाइले चाहिँ बोरा बोकेर बोरा नाम्दो, मैले चाहिँ डोको बोकेको छु। ल है त सामान आज कति हुन्छ है त, सामान हालिदिन्छु ल। बोलाएको छ डोको र बोरा लिएर आउनु भनेर। अब दसैँ टिका भाइटिका आउनुको लागि पनि अझै 8 दिन समथिङ, भाइटिका दिनसम्म 8 दिन छ है त। चाहिँ पाहुना लिन जानु खोज्दाखेरि होइन कटुस बाटोमा खोज्दैछौँ। यस्तो कटुस भेटेर आएको छ। यहाँ भाइलाई नि यति धेरै भेटिसकेको छ। भाइलाई चाहिँ मैले डोको गाडी आउने ठाउँमा आइसकेको छौँ। ठ्याक्कै आइपुग्यौँ, हिँड्दैछौँ। गाडी चाहिँ अघि टिपेको हामीले कटुस चाहिँ हामीले यहाँ बोरामा ओछ्याएर बोरामा राखिसकेको छौँ। र हामी अब गाडी नआउँदैछौँ यही खाँदै बस्छौँ है। यति धेरै छ, यति धेरै छुटेछ। हेलो गाइस, हामी चाहिँ तिहार लगाइसकेको छ। भारी यसरी बोकेर हिँड्दैछौँ। पछाडि भाइहरू हुन्छ निहरू जेन्टल हुन्छ है। ल अगाडि एउटा भाइ कटिसकेको छ झार बोकेर। मैले खानेकुरा जति मैले पनि बोकेको छु। यति मलाई पुग्छ। जेन्टल हुन्छ, अन्डा चिसो बियो सबै मैले बोकेको छु। यति भयो मलाई टन्न गाइस, किनकि हाम्रो चाहिँ यो बाटोको समस्याले गर्दाखेरि यस्तो भारी बोक्नु परेको छ।